छैनौँ, काम गर्ने युवा बनौ। स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। त्यसैले मेयर साहब नडराउनुहोस्, हामी छौँ तपाईँको साथमा। हिजो तपाईँलाई जिताउनलाई यति लामा लामा हात हल्लाएर हिँड्नेहरू आज तपाईँका विरुद्ध युट्युबरको क्यामेरामा कैद हुन थालेका छन्। त्यसलाई ख्याल राख्नु होला मेयर साहब। तपाईँले स्वतन्त्र रूपमा जितेर गरेका राम्रो कामको जर्ती लिएर जित्ने अभिष्ट पुरा नभएकाहरू तपाईँमाथि खनिन सक्छन्, त्यसलाई पनि तपाईँले ख्याल गर्नुहोला। त्यसैले स्वतन्त्रको नाममा तपाईँले गरेको राम्रो कामको जस लिएर जित्नेहरू ठुल्ठुला ठाउँमा पुगेका छन्। अहिले हेरौँला तपाईँले गरेका काममा कतिको साथ दिन्छन्। जनता जज भइसक्यो मेयर साहब, जज गर्छन्। अब 5 वर्ष जितेर सबै कुरा गरौँ भन्ने ठान्नु पर्दैन। 5 वर्ष पछाडि पनि फेरि जनताले भोट हाल्ने दिन आउँछन्। त्यसैले अहिले एउटा हुरी आयो, लहर आयो भन्दैमा कसैको जर्दी लिएर जितेर केही नगर्ने हो भने 5 वर्ष पछाडि फेरि लोकसेवाको जाँच दिए जस्तै हो, जनताको गर्दैनमा जाने काम बनेको। त्यसैले मेयर साहब फेरि पनि पुनः म दोहोऱ्याउन चाहन्छु, हामी छौँ तपाईँका पछाडि, नडराउनु होला।